ल है भूमिको घर बनाउँदै गर्दा टोयलेटको खाल्टा पनि मभन्दा ठुलो भइसकेको छ देख्न सक्नुहुन्छ मलाई कसले तान्छ ल भूमि तान त सक्छौ कि नै ल तान्नै सक्दैन तान्न आउनु त ल देख्न सक्नुहुन्छ भूमिको घरमा चाहिँ टोयलेट पनि बन्दैछ यति ठुलो खाल्टो बनिसकेको छ देख्न सक्नुहुन्छ यता घर बन्दैछ यता टोयलेटको खाल्टो पनि मभन्दा ठुलो बनिसकेको छ भूमि हजुर तिमी भन्दा ठुलो बनो क्या खाल्टो त मेरो त 2 मान्छे बनिसक्यो ए तिम्रो 2 मान्छे बनिसक्यो हजुर हो हजुर अनि अब यतिको खाल्टो भए पुग्छ कि अझै ठुलो खाल्टो गराउने हो अब पुग्छ होला अब पुग्छ होला हजुर अनि यहाँ त बिजुली छैन फेरि बिजुली पनि ल्याउने होला कि अँध्यारोमै बस्ने हो बिजुली ल्याउने हो ल ठिक छ यता देख्न सक्नुहुन्छ टोयलेट बनिरहेको छ कामहरू धमाधम चलिरहेको छ र भूमिको घर सुरु भएको पनि आज करिब 10 दिन भइसक्यो एकदमै राम्रो काम बनिरहेको छ सबैले साथ सपोर्ट गरिरहनु भएको छ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आजबाट त तिम्रो 4 दिन बिदा 4 दिन बिदामा के गरेर बस्ने हो घरको काम गर्ने आफ्नै घर बन्दैछ ए घरको काम गर्ने आफ्नै घर बन्दैछ हैन हजुर हो हजुर खुसी लाग्छ जेस हो हजुर कि त्यही पुरानो घरमा अर्कैको घरमा बस्न मन छ र छैन हँ छैन छैन हजुर अब छैन हैन हजुर र यता घर बनिरहेको छ यता टोयलेट बनिरहेको छ देख्न सक्नुहुन्छ यदि भूमिको लागि भूमिको परिवारलाई खुसी देख्न चाहनुहुन्छ उनलाई केही सहयोग गर्न चाहनुहुन्छ भने थोरै थोरै सहयोग गरिदिनु होला भूमिकै आमाको खाता नम्बर हामी कमेन्टमा राखिदिएका छौँ कमेन्टमा पिन गरिदिएका छौँ त्यसमा गएर थोरै थोरै सहयोग गरिदिनु होला भूमिको घरमा चाहिँ धारो पनि छैन अब भूमिको घरमा धारो ल्याउनको लागि पनि थोरै थोरै सहयोग गरिदिनु भयो भने पक्कै पनि धारो आउनेछ तपाईँहरूकै साथ सपोर्टले गर्दा आज हामी भूमिको घर टोयलेट बनाउन सफल हुँदैछौँ आज त तिमी बालुवा बोक्दै त्यो सिमेन्ट बालुवा मिसाएर उता लाँदै पुग्न दिँदै गरेको छौ आज स्कुल गएनौ बिदा छ बिदा छ के को बिदा हो आज थाहा छ कि नै थाहा छैन कति दिन बिदा हो अब अझै 3 दिन अझै 3 दिन भनेको अब 3 दिनसम्म तिमी यहीँ हुन्छौ हजुर हो के गर्ने अब यहाँ 3 दिनसम्म अब घर बनाउने काम गर्ने हो 3 दिनमा अब सकाउने हो ए सकाउने हो तिमी लागेर सकाउने अब तिमी लागेपछि काम पक्कै पनि घर बनेर सकिन्छ नि त हजुर हो हजुर ल दर्शकवृन्द देख्न सक्नुहुन्छ आज चाहिँ भूमि स्कुल गएको छैन किनभने आजबाट चाहिँ करिब 4 दिन चाहिँ बिदा छ बिदाको दिन चाहिँ उनी हामी नआउँदै यहाँ मजाले काम गर्दै उता लाँदै पुग्न दिँदै गरिरहेको थियो त्यो मसलाहरू हैन यता देख्न सक्नुहुन्छ भूमिको घर यति बनेको छ यता टोयलेट बन्दैछ कतिको खुसी लाग्छ भूमि एकदम खुसी लाग्छ दाइ हो हजुर म त स्कुल हुँदा स्कुलबाट खाली स्कुलबाट हेर्थेँ कति घर बन्नु भनेर कति घर बनाऊ भनेर स्कुलबाट हेरिरहन्थ्यो हजुर हो कथेर गएर बसौँ भन्ने हुन्थ्यो हजुर हो हजुर अनि तिम्रो त घर थिएन हैन थिएन अर्कोको नाममा थियो अर्कोको नाममा थियो हैन हजुर आफ्नो घर भइदिए हुन्थ्यो भन्ने हुन्थ्यो हजुर यो बेलामा नानी आफ्नो बाबाको याद कतिको आछ नि धेरै आउँछ नि दाइ मेरो बाबा भए तपाईँहरू यति बेला यत्रो धेरै दुःख गर्न पर्दैन थियो पर्न्थेन हैन हजुर याद आउँछ बुवाको आउँछ कतिको माया गर्नुहुन्थ्यो तिमीलाई बुवाले थाहा छैन म सानो दाजु बित्नु भएको सानो हुँदै बित्नु भएको हैन हजुर भनेको तिमीले बुवाको अनुहार याद गर्न सक्छौ सक्दैनौ भनेको त्यति पहिल्यै बित्नु भएको हैन हजुर अनि मम्मीले के भन्नुहुन्छ अब त हाम्रै घर बन्नु छोरी आफ्नै घरमा बस्ने भन्नुहुन्छ आफ्नै घरमा बस्ने भन्नुहुन्छ हजुर हो अब भूमिलाई अब के चाहिएछ नि भूमि धारो धारो हजुर ए यहाँ धारो पनि छैन फेरि हैन हजुर भूमिलाई धारो चाहिएछ हजुर कसरी गर्ने त धारो यहाँ पानी ल्याउन पर्यो कहाँबाट ल्याउने हो धारो कसरी बनाउने हो थाहा छ थाहा छैन हजुर हो अनि तिम्रो त भाइ पनि त छन् नि छ हामीले त आजसम्म देख्न पाएका छैनौँ तिम्रो भाइलाई कहाँ छन् त बुर्तिबाङ पढ्छ बुर्तिबाङ पढ्छन् संस्थामा ए संस्थाले पढाइदिया छ हजुर ए हो र अनि भाइ उता टाढा तिमी यता भाइलाई देख्न मन लाग्दैन लाग्छ नि दाइ
लाग्छ भाइको भविष्य हेर्न पर्यो। भाइको भविष्य पनि हेर्न पर्यो होइन। हजुर र दर्शकवृन्द करिब आज 8-9 दिन हुन थालिसक्यो भूमिको घर बनाउन थालेको। भूमिको घर बनाउँदै गर्दा आज भूमिको घर मात्र बनाएर भएन, टोयलेट पनि बनाउनु पर्यो। यता धारो भन्ने कुरा आएको छ, यहाँ धारो पनि छैन, पक्कै पनि धारो पनि बन्ने छ। आज भूमिको घर बनाउँदै गर्दा जसले जति जहाँ जहाँबाट सहयोग गर्नुभयो हजुर सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामीसँग धेरै पैसा भएर भूमिको घर बनाउन थालेको होइन, धेरै सहयोग जुटेर भूमिको घर बनाउन थालेको होइन। भूमिलाई चाहिँ एकदमै आवश्यक परेर उनको आफ्नो घर थिएन, आफ्नो नाममा घर थिएन। त्यसपछि चाहिँ उनले भनेको थिइन् मलाई एउटा सानो भए पनि एउटा आफ्नै नाममा एउटा घर बनाइदिनु न भन्ने कुरा गरिसकेपछि हामी चाहिँ भिडियो बनाउँदै गरौँ, सहयोग जुट्दै गर्ला भनेर आज हामी घर बनाउन थालेका छौँ। यदि भूमिको लागि केही सहयोग गर्न चाहनुहुन्छ भने भूमिकै आमाको खाता नम्बर हामी भिडियोमा कमेन्टमा हालिदिएका छौँ। त्यसमा थोरै भए पनि सहयोग गर्न सक्नुहुनेछ। दाइ घर पनि भयो, टोयलेट पनि बन्दैछ। धारा भयो भने पानी पनि बोकेर खान पर्दैन। ए पानीको धारा भयो भने बोकेर खान पर्दैन होइन। हजुर यहाँ चाहिँ पानी छैन होइन। छैन। कहाँबाट हो बोकेर ल्याउने फेरि थाहा छैन। थाहा छैन। हजुर पानीको धारा भइदियो हुन्थ्यो भन्ने छ हजुर हो। कसरी गराउनु त पानीको धारा फेरि खै दाइ थाहा छैन। थाहा छैन। हजुर अब घर पनि बन्दैछ, यता टोयलेट पनि बन्दैछ, फेरि पानी त झन् नभई भएन होइन। हजुर कसरी गर्ने हो नानु थाहा छैन। थाहा छैन। हजुर यहाँ कहाँ छ, यता गाउँ छ, यता यहाँ उहाँहरूले कहाँबाट बोकेर ल्याउनुहुन्छ खै थाहा छैन। थाहा छैन, गएको छैन होइन। हजुर यहाँ चाहिँ उता परबाट एउटा पाइपमा लिएर आएका छौँ, परको धाराबाट। यहाँ धारो भयो भने चाहिँ पक्कै पनि राम्रो हुन्थ्यो, सजिलो हुन्थ्यो होइन। हजुर अनि यहाँ आएर किन बस्यो, मम्मी कहाँ जानुभयो त? खाजा बनाउन। खाजा बनाउन। अनि हजुर। छोरीले सघाउने होइन। मम्मी एक्लै पठाएको खाजा बनाउन, छोरी गएर छोरीले नि हेल्प गरेर हुन्थ्यो नि। घर कस्तो बनिरहेछ? राम्रो लागेको छ। अँ यस्तो बनाउँला भनेर सोचेकै थिएन। यस्तो बनाउँला भन्ने सोचेकै थिएन होइन। हजुर बुवा पनि ट्र्याक्टर दुर्घटनामा परेर बित्नुभयो उहाँको। कहिले पनि सोचेको थिइनन् भूमिले मेरो घर बन्ला, कोही आएर बनाइदेला भनेर। तर तपाईँहरूकै माया साथ सपोर्टले आज भूमिको सानो भए पनि 2 कोठी भए पनि आफ्नै घर बन्दैछ होइन मम्मी। हजुर हो यहाँबाट त ट्याक्क स्कुल पनि देखिने होइन। हजुर अनि भूमिलाई कति पढ्ने मन छ? पढ्न त धेरै मन छ दाइ, मम्मीले पढाउन सके त। मम्मीले पढाउन सके, पढ्न धेरै मन छ होइन। हजुर र देख्न सक्नुहुन्छ आज भूमिको घर यति बनेको छ भने यतातिर गाह्रो लाउने टोयलेटको पनि फेरि गाह्रो लाउनु पर्ने रहेछ। गाह्रो लाउने काम धमाधम चलिरहेको छ। एकदमै खुसी छौँ। सहयोग गर्नुहुने सबैलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।